गौतम छ भर्खर आएको यार बाहिरै खाएको माछा बड़ी तुझसे नजदीकियां सुकून तस्वीर मन बस यार की तस्वीर पड़ी तेरे प्यार की दिल मेरा तेरे दिल से जान लगा है रब से जिसको मांगा पानी लास्टै ठुलो पानी परेछ म त्यही पानी परेको भएर अड्केर बसेको बजारमा आज पानी पर्यो मेरो कामै भएन अनि काम लाइन गयो अनि लाइन कुदा 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 गरेर अनि काम भएर म 64 क्या फिल्टरले राम्रो भयो भने कि तिमीले मेरो हात माग्न आउने होइन तिमीले मसँग बिहे गर्ने होइन न तिम्रो आफन्तीहरूले मसँग बिहे गर्ने हो होइन नि सो आशिकों के दिल में ये आस भी लगाए अनि के साह्रो टाउको दुखाउँछ फिल्टरले मलाई अरू नै कसैले मन पराइसक्यो मलाई अरूले नै बिहे गरिसक्यो होइन म अरू कसैको मान्छे हो अनि तिमीलाई किन टाउको दुख्यो मैले फिल्टर लगाए पनि नलागे बात गर्थ्यो किन थ्याङ्क यू सुरक्षा 4XL नि हुने भयो खोइ किन त्यही त किन मेरो अनुहारले यिनीहरूलाई टाउको दुखाएको अनि नचढ्ने भयो के खाना यहाँ गफ गरेर बसिजाऊ र तिमी जाऊ यहाँबाट ल जाऊ त भाइ त्यही त मेरो घाउ देखाइदिउँ यस्तो भएको चाहिँ ल हेर ओइ लाइभलाई केही त हुँदैन नि त्यो अस्तिको घाउ मेरो यस्तो भएको अनि मेरो अस्ति खुट्टामा आइरनले पोलेको होइन त माया कस्तो ठुलो घाउ भएको थियो अलि सन्चोमा पाप्रा निस्केको थियो पुरै यही खुट्टामा म्याम एउटा कुरा भन्छु ल हजुरलाई अलि सन्चो भएको जस्तो भएको छ यो पाप्रा उकेर चाहिँ क्या दाग चाहिँ लास्ट नमजाले बस्यो दुईतिरै आइरन के कपाल स्ट्रेटनरले क्या त्यत्रो मेरो भिडियोभरि त्यत्रो घाउ देखेन यस्तो बाजे यो त अगाडिपट्टिको हो होइन यहाँ पछाडिपट्टि पनि छ भयो अहिले मेरो लाइफ ब्यान्ड गराइदिनु अब जान्न हेर त्यो त हजुरको नेम नै निसिमा हो र होइन मेरो नाम चाहिँ निशा हो
कहते हैं खुदा से प्यार ना दोबारा हो। माया खाना खायो? प्यार ना दोबारा हो। तकदीर जब से तुझसे जुड़ी है छैन के गर्दै बस्या? हजुर कहाँको? जो भन न। ये इश्क तुम न करना, ये रोग ही लगा है, अपन खुद करे फिर टेडी सर वेलकम। ओए हाँ ल ल टेक केयर माया। ल ल कसलाई कसलाई रेडी सर? ना कहा मैं सुन। वाइ सो ब्राइट? लाइट धेरै भएर होला। तिम्रो नशा देऊ न मलाई, मेरो नशा भेटेन। आज लाइट धेरै भयो। भयो घाममा बस्यो भएर 3 ठाउँ घोजिसक्यो। अझै ब्लड। टेक रेस्ट, टेक केयर। कति राम्रो मेकअप गर्नुहुन्छ के? नो नो कि मेकअप धेरै भयो होला। जस्टी चिलाहा मलाई आज यो घाउ फेरि। खुद से फिर ये किया वादा खामोश नजरे। गुड इवनिंग सजना। अब न पहले से बातें हैं। इश यहाँ अस्ति पोलेको आइरनले इश यस्तो भा। ओके माया टेक केयर। तिमीलाई म भोलि कल गर्छु ल। भोलि बिहान कल गर्छु ल। किनभने भोलि म घर बस्छु। भोलि मेरो बिदा छ अनि भोलि म कल गर्छु है। जानी जानी पोलेको होइन नि त। एक्सिडेन्ट भएको एक्सिडेन्ट। बोले तो एक्सिडेन्ट। होइन रोडमा मात्रै एक्सिडेन्ट हुन्छ र घर